हेलो साथीहरू, तपाईँहरू के गर्नुहुँदैछ? म चाहिँ आज ड्युटीबाट आएँ होइन। अन्त ड्युटीबाट आएर चाहिँ कामसाम सकेँ। कामसाम सकेर चाहिँ तपाईँको खाना के खानु पर्यो भनेर चाहिँ मैले चाहिँ आज म्यागी बनाएँ सर्ट एन्ड स्विटमा। अन्त म्यागी खाँदैछु। साथीहरू तपाईँहरू के गर्नुहुँदैछ? अन्त आजको डिनरमा के थियो तपाईँहरूको मलाई कमेन्टमा भन्नु होला। मैले चाहिँ अब म्यागी बनाएर खाएँ नि त। हेर्नु न, चपस्टिकले खाऊँ भनेर सोचेको थिएँ, त ल्याएर सिक्दैछु म साथीहरू भर्खर। बुढा चाहिँ सेफ हो, तर मैले अहिलेसम्म चपस्टिकले चाहिँ खानु सिकेको छुइनँ। म ट्राई गर्दैछु, हेर्नुहोस् न यहीँ। चाइनिजहरूले त मजाले उठाएर खान्छ नि, हामी चाहिँ हेर्नुहोस् न यहीँ। हामी होइन, म चाहिँ उठाएर खानु सकेको छुइनँ है। एक दुईवटा आउँछ हो, ट्राई गर्दैछु। तपाईँहरूले को कसले ट्राई गर्नु भएको छैन, ट्राई गर्नु सक्नुहुन्छ घरमा। म चाहिँ ट्राई गर्दै हेर्नुहोस् कति आउँछ त्यति खाँदैछु। हुनु त मान्छेले जुनै कुरामै सिक्यो भने त सिकिहाल्छ नि होइन। मेरो हस्बेन्डले चाहिँ अब सिकाउनुहुन्थ्यो मलाई यसरी खानुपर्छ भनेर होइन। तर अब हामी त अब घरमा त्यस्तो कहाँ चपस्टिकले खाइन्छ भनेर चाहिँ अब हातले चम्चीले खान्छ नि त। साथमा अब काँटा चम्ची पनि राखिरहेको छु, अहिले जानिनँ भने चाहिँ काँटा चम्चीले खान्छु भनेर होइन। ए अब यसले खानु पर्यो साथीहरू, सकिनँ मैले खानु। अब यो चाहिँ मैले हटाइदिएको हो। अनि तपाईँहरूले के खानुभयो होला मलाई कमेन्टमा भन्नु होला। मेरो चाहिँ अझै मैले चाहिँ म्यागी बनाएर खाएँ साथीहरू हो। म्यागी त मलाई मन पर्दैन, र पनि कोही बेला खानु चाहिँ मनपर्छ होइन। त्यस्तो साह्रो क्रेजी पनि छुइनँ म म्यागीको। साथीहरू मैले पनि अब मेरो चाहिँ अब म्यागी खाएर खत्तम गरेँ होइन। तपाईँहरू त कतिजना सुत्नु भइसक्यो होला होइन। कतिजना अनलाइन हुनुहुन्छ भने चाहिँ आज तपाईँहरूले के खानुभयो मलाई भन्नु होला, सेयर गर्नु होला, कमेन्टमा भन्नुहोस् दिनु होला। र आजको भिडियो यहाँसम्मै हो। गुड नाइट, आफ्नो ख्याल राख्नु होला। बाई बाई।